आजको जिज्ञासा पिनासको उपचार कसरी गर्न सकिन्छ? धेरै जसो कस्तो हुन्छ भने एक्युट साइनसाइटिस तीक्ष्ण भर्खरको जुन 4 हप्ता पनि पुगेको छैन त्यसलाई अथवा कहिलेकाहीँको धेरै जसो कस्तो हुन्छ भने भाइरल इन्फेक्सन पछि ब्याक्टेरियल इन्फेक्सन संक्रमण थपिएर साइनसाइटिस हुने हो। त्यसैले 10 दिनसम्म साइनसाइटिस भइसकेको छैन भने तातो पानी खाने, तातो पानीको बाफ लिने, आराम गर्ने, पानी धेरै पिउने र भिटामिन सी र रुगाखोकीको औषधि खाने हो भने त्यो सन्चो भएर जान्छ। तर कहिलेकाहीँ कस्तो हुन्छ भने 7 दिनसम्म पनि त्यो रह्यो र ब्याक्टेरियल इन्फेक्सन थपिएको खण्डमा बढ्दो क्रममा जान्छ। त्यसैले हामी के गर्छौँ त मेडिकल ट्रिटमेन्टमा पहिला जान्छौँ। मेडिकल ट्रिटमेन्टमा के गर्छौँ त मेडिकल ट्रिटमेन्टमा एन्टिबायोटिक एउटा चाहिँ प्रयोग गर्छौँ। त्यस पछाडि नाक खुल्ला हुने थोपा चलाउँछौँ। त्यस्तै पऱ्यो भने स्टेरोइड स्प्रे पनि चलाउन सक्छौँ। साथै भिटामिनहरू चलाउन सक्छौँ र अरू गर्नुपर्ने चिज भनेको पानी धेरै खाने, आराम गर्ने र नर्मल सलाइन डोचिङ भनेर भन्छौँ हामी अथवा नेजल इरिगेसन हो। त्यसलाई हामी नेपालीमा जलनीति पनि भनेर भन्दछौँ। त्यो प्रोसिजर हामी गर्न सक्छौँ जसले गर्दा के हुन्छ त नाकभित्रको म्युकस मेम्ब्रेन जुन इडिममा भएको छ त्यो इडिममा घट्यो भने पिनास पर्ने ठाउँको ढोकाहरू द्वारहरू खोलिन्छ र भित्रको सफा भएर जान्छ। त्यसैले र सन्चो भएर पनि जान्छ। तर क्रोनिक दीर्घकालीन पिनास छ भने त्यसलाई पनि हामी के गर्छौँ त पहिला मेडिसिनले कोसिस गर्छौँ। मेडिसिनले कोसिस गर्ने क्रममा एन्टिबायोटिकहरू चल्छ। त्यस पछाडि स्टेरोइड्सहरू पनि चल्न सक्छ लोकल। त्यस पछाडि एन्टिहिस्टामिन्सहरू एन्टी एलर्जिक पनि चल्न सक्छ र साथै भिटामिनहरू पनि चल्छ। त्यसको साथसाथै मैले अघि पनि भने नर्मल सलाइन इरिगेसन पनि गर्छौँ र नर्मल सलाइन इरिगेसनमा युजुअली हामी के गर्छौँ त कि डिस्टिल वाटर चलाउँछौँ कि पहिले नै उमालेर राखिएको पानी मनतातो भएपछि बल्ल त्यो पानीले इरिगेसन गर्छौँ। र अहिलेको अलिकति अर्को ठेट उपचार कस्तो हुन्छ भने बायोलोजिक्स ट्रिटमेन्ट भनेर भन्छौँ। हामी त्यो ट्रिटमेन्ट कुनै इन्भेस्टिगेसनको आधारमा त्यसको रिपोर्टको आधारमा छुट्टै त्यसलाई टार्गेट गरेर औषधि चलाउँछौँ जसलाई हामी बायोलोजिक्स भनेर भन्दछौँ। र पुरानो पिनास छ क्रोनिक साइनसाइटिस र त्यसको प्रकारमा मैले पहिला पनि भनेको थिएँ। क्रोनिक साइनसाइटिस विथ पलिप मासुसँग चाहिँ पिनास छ भने त्यसको उपचार पनि हामी अपरेसन गरेर पनि गर्न सक्दछौँ र मेडिसिनले पनि कोसिस गर्न सक्छौँ। कुनै कुनै अवस्थामा मेडिसिनले राम्रो काम गर्न पनि सक्छ र यस्तो अवस्थामा कहिलेकाहीँ कस्तो हुन्छ भने उमेरले होस् अथवा अरू कोमोर्बिडिटिज होस्, कुनै अरू रोग छ शरीरमा जसले गर्दा अपरेसन गर्न जान नदिन सक्छ, बिहोस गर्न नमिल्ने हुनसक्छ। त्यसैले हामी त्यस्तो कन्डिसनमा बायोलोजिक्स भन्ने पद्धति छुट्टै टाइपको त्यो हामी प्रयोग गर्न सक्छौँ। विश्वसनीय सेवाको लागि एकपटक पुग्नै पर्ने ठाउँ पोखरा नाक कान घाँटी हस्पिटल प्रणाली, सृजना चोक 8 टिका भवन पोखरा। फोन नम्बर 061 571 261 98 461 067 19।